सुशीला कार्कीज्यू प्रधानमन्त्रीज्यूलाई सोधेँ कि मैले, तपाईँ कतिवटा के अरे विश्वविद्यालयको कुलपति हुनुहुन्छ थाहा छ भनेर सोधेको थिएँ। कहाँ थाहा हुनु मलाई, थाहै हुँदैन भन्नु। अब कुलपतिले चाहिँ आफू कुलपति यतिवटा विश्वविद्यालयको कुलपति छु भन्ने थाहा नभएपछि अनि कसरी चाहिँ चल्छ? अनि त्यस्तो किसिमको कुलपति राखेर पनि विश्वविद्यालय कसरी सुधार हुन्छ? कुनै राजनीतिक चाहिँ दबाब बिना सक्षम व्यक्तिलाई कुलपति कसरी चुन्ने भन्ने कुरा चाहिँ एउटा च्यालेन्जिङ कुरा हो। अब अनुहार हेरेर कसैको योग्य व्यक्ति थाहा हुँदैन हैन। अब योग्य व्यक्ति नाप्ने कुनै मसिन यन्त्र छैन। स्वच्छ प्राज्ञिक एकदम सक्षम व्यक्ति चाहिँ कुलपति हुनु पर्यो भन्ने कुरा हो। प्रधानमन्त्रीलाई चाहिँ यो कुलपतिको पगडी गुथाउने चाहिँ चलन चाहिँ हटोस् भन्ने कुरा हो। एक जमाना थियो नेपालमा एउटै त्रिभुवन विश्वविद्यालय थियो। उति बेला राजा चाहिँ उति बेला महाराजधिराज चाहिँ कुलपति हुने चलन थियो। तर अहिले त त्यसरी चाहिँ प्रधानमन्त्रीलाई अनि त्यही अनुसार राजा हटिसकेपछि प्रधानमन्त्री हुने व्यवस्था आयो। यसमा एउटै कुरालाई चाहिँ के फोकस गरिन्छ भने राजनीतिकरण विश्वविद्यालयहरूमा कसरी कम गर्न सकिन्छ त्यो कुरालाई चाहिँ जोड दिन्छौँ।